म त त्यो संसदको टिचर हो भन्दा पनि हुन्छ तपाईँहरूले त्यसरी बुझ्नु न अर्को साम्पाङ त्यहाँको टिचर टिचर हो त्यो सदनको टिचर हो म बुझ्नुभयो नि यसरी भनिदिँदा पनि हुन्छ मलाई अब घमण्ड गर्यो भन्ला होइन हरेक एङ्गलबाट हेर्दै जानुहोस् त्यो सदनको टिचर म हो प्रत्येक सदस्यले बैठकमा आउनुपर्नेछ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्नेछ भन्ने छ म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नुभएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई अनुरोध गर्न चाहन्छु रुको जरा यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ शुभ यात्रा भन्यो शुभ यात्रा सम्म नभन्ने उमेरले दिन्छु त म शुभ यात्रा भन्नु पर्दैन ऐनले त त्यो लेखेको छ भनेर उसले लेखेको छ त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ आफै पाइप बोक्नुहुन्छ कोदालो बोक्नुहुन्छ हो त्यो त राम्रो छ त आफै तपाईँ छ नि हो सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नु किन अरू मान्छेलाई काम लगाउनुहोस् न मेयर साहबले कोदालो बोक्दा सुहाउँछ पाइप बोक्ने काम गर्ने हो म त यहाँको ठुल्ठुला नेताहरू आउनुभयो भने नि यो चाहिँ नि प्रचण्ड केपी ओली शेरबहादुर देउबा जस्ता छन् नि उहाँहरूलाई म आधी घन्टा त बलुवा बोकाउँछु चेन्ज ल्याउनुपर्छ हामीले चेन्ज ल्याउनै पर्छ किनभने अब नेपालमा हामीले धेरै लामो समयसम्म तपाईँ एक्लै चेन्ज ल्याउन सक्नुहुन्छ परिवर्तन गर्न सक्नुहुन्छ गौतम बुद्ध कतिजना हुनुहुन्थ्यो काम गर्नु भएको तर हराउनु भयो गुमनाम हुनु भने पछिल्लो समय कसले भन्यो त्यो तपाईँको नाम सुनिँदैन हल्का सम्पक राई कहाँको त्यो पुरै छ त तपाईँले के अरे त्यो सामाजिक सञ्जालले हेर्नु भ्याउनुहुन्न त्यसले गर्दा यो गधा भने जङ्गली भने मैले ती सम्पूर्ण अपमान गरेर मलाई दिएका नामहरूलाई मैले सहर्ष सम्मान स्वीकार गरेँ अर्की हलदार पास्टर के थुप्रो छ नि ये बड़ी अच्छी बात कही आप फेसबुकमा थुप्रै बुढे हो टिकटकमा पनि बुढे हो अब साह्रै भएन भने तपाईँको चाहिँ माथि त्यो घन्टा घरमाथि चढेर बोल्ने हो मेरो गीत सुनाऊ अलिकति भन्नुहोस् हाँसे यो देशसँगै हाँसुला रोए यो देशसँगै रोला अलिअलि हाँस्नु न गीत गाउनु छ म पनि आउँछु बाँच्नु मैले होइन अर्को जुनी पाएँ भने यो माटोलाई छोएर माटोको कसम खाएर भन्नुहोस् राष्ट्रिय पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन यस्तो छ मैले माटो छोइराख्नु पर्दैन म आफै माटो हो रुको जरा माटोले माटो छोइराख्नु पर्दैन कतिचोटि भन्ने के छ भन्दाखेरि अब उहाँहरूले बहुमत ल्याउने भन्ने त कुरा हुँदैन जमानत जफत हुन्छ होइन हामी गराउँछौँ जमानत जफत उहाँहरूको A few moments later. नबोल्नु न दाइ नबोल्नु न तपाईँ नबोल्नु न थाहा छ मलाई सबैको मलाई थाहा छ तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन क्या तपाईँ पनि मेयर पृष्ठभूमि बालेन्द्र शाह पनि मेयर पृष्ठभूमिको व्यक्ति होइन मेयर बिचको कुरा मिल्नु पर्नेमा अनि खुदै मिलेन अहिले भनिरहेछ कुरै गरेको छैन के मिल्छ तपाईँहरूले आफ्नै च्यानल चलाउने भने चौरासीमा तपाईँहरूले उम्मेदवारी दिनु मैसँग लड्नु जितेर चलाउनु आजको बैठक स्थगित भएको जानकारी गराउनु